सो हे व्हाट्सअप गाइस, मी चाहिँ स्पोर्ट र फेरि यसो हाम्रो रिलेटेड इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ अपडेटको साथ त त्योभन्दा पहिला मेक श्योर च्यानल लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। तो आजको अपडेट हाम्रो काठमाडौँ आम्बर्स 3 टुर्नामेन्ट रिलेटेड हुन गइरहेको छ। यो टुर्नामेन्टलाई तपाईँले कसरी खेल्न सक्नुहुन्छ, रजिस्ट्रेसन प्रोसेस के हो, कसले खेल्न मिल्छ, A to Z होल टोटल म तपाईँलाई बुझाउनेवाला छु। ल लेट्स स्टार्ट द भिडियो। तो सबैभन्दा पहिला चाहिँ यस टुर्नामेन्टको डेट, टाइम एन्ड लोकेसनको बारेमा चाहिँ तपाईँलाई पहिले नै भनिदिन्छु। यहाँ पोस्टरमा देखाइरहेको छ यसको लोकेसन चाहिँ युरोपा फिटनेस जिम बालकुमारी ललितपुर हुन गइरहेको छ। पुरानो प्लेयरहरू जो टुर्नामेन्ट खेल्नु भएको थियो उहाँलाई चाहिँ थाहा नै होला यसको लोकेसन। नयाँ प्लेयर यदि जो हुनुहुन्छ उहाँलाई थाहा छैन भने एकचोटि गुगलमा सर्च गरिदिँदा हुन्छ है। र यस टुर्नामेन्टको डेट चाहिँ हुन गइरहेको छ नोभेम्बर 22 स्याटरडे 9 AM बिहानको। र यो टुर्नामेन्टमा चाहिँ कि सबैलाई बिहान 9 बजे आउनुपर्छ भन्ने कम्पलसरी छ कि छैन म अगाडि भिडियोमा भन्नेवाला छु। पुरै भिडियोलाई ध्यान दिएर सुन्नु, नत्र तपाईहरु जो ठुलो हेभीवेट लेभलका प्लेयरहरू हुन्छ उहाँलाई चाहिँ एकदम गाह्रो पर्लिँदै छिटो आउनुभयो भने। सो त्यही भएर भिडियो चाहिँ पुरै हेर्नु। र यसैगरी यस टुर्नामेन्टको रेजिस्ट्रेसन फी चाहिँ मात्र 350 हुन गइरहेको छ। र रेजिस्टर गर्ने हो भने यहाँ टिकटक, फेसबुक, व्हाट्सएप र मेरो इन्स्टाग्राम यो चारवटा ह्यान्डलमा जेमा पनि तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ। सकेसम्म फेसबुक र व्हाट्सएपमै मेसेज गर्नु होला। र यसैगरी यस टुर्नामेन्टको रेजिस्ट्रेसनको डेडलाइन चाहिँ हाम्रो 17 नोभेम्बर हुन गइरहेको छ। यदि त्योभन्दा ढिलो भयो भने एन्ट्री फी 350 बाट 400 मा पुग्नेवाला छ। सो त्यही भएर छिटो रेजिस्टर गरिहाल्नु। र यसमा चाहिँ एउटा अझै इम्पोर्टेन्ट नोटिस छ जुन कि म तपाईँले यहाँ पोस्टरमा मैले देखाएको छुइनँ र म तपाईँलाई यो भिडियोको मार्फत म तपाईँले इन्फर्मेट गर्न चाहन्छु। यो चाहिँ ध्यान दिएर सुन्नु। यो टुर्नामेन्टको चाहिँ हाम्रो सिट्स जुन कि हाम्रो जो खेल्ने प्लेयरहरू छन् त्यो चाहिँ हाम्रो त्यसको खेल्ने प्लेयरहरूको सिट्स चाहिँ लिमिटेड हुन गइरहेको छ। लाइक एउटा टुर्नामेन्ट यो चाहिँ हाम्रो एक दिनमा सकिने टुर्नामेन्ट हो। सो यो टुर्नामेन्टमा चाहिँ अनलिमिटेड प्लेयरहरूले खेल्न मिल्दैन, लिमिटेड प्लेयर हुन्छ, एक दिनमै सकाउनु पर्छ। सो त्यही भएर हाम्रो 110 प्लेयर्सले मात्र खेल्न मिल्छ। 110 प्लेयर्सले मात्र रेजिस्टर गर्न मिल्छ, त्योभन्दा बेसीले रेजिस्टर गर्न मिल्दैन। यदि तपाईँ टाइमभन्दा छिटो आए पनि यदि हाम्रो स्लटमा 110 भन्दा बेसी प्लेयरले अलरेडी रेजिस्टर गरिसकेको छन् भने तपाईँ 13 नोभेम्बरको आउनु, 11 नोभेम्बरको आउनु खेल्न मिल्दैन, स्लट्स फुल भइसक्छ। सो त्यही भएर टुर्नामेन्टमा इन्ट्रेस्टेड हुनुहुन्छ, खेल्न मन छ भने फटाफट दायाँ नहेरिकन रेजिस्टर गरिहाल्नु। त्यो साथीको पर्खाइमा बस्ने, अब यिनीहरूले गर्छन् अब त्यसले गर्छन्, त्यसको पर्खाइमा बस्नु हो भने तपाईँकै स्लट प्याक भइसक्छ। त्यही भएर ढिला नगरिकन फटाफट रेजिस्टर गरिहाल्नु। र एउटा चाहिँ कुरो, इफ तपाईँ मलाई टेक्स्ट गर्नुहुन्छ भने यो चाहिँ क्वेसन नसोधिदिनु कतिजनाले रेजिस्टर गर्यो कतिजनाले गरेन, को ठुलो प्लेयरले रेजिस्टर गरेछ कि छैन। हामी तपाईँलाई प्लेयर्सको नाम, यो डिटेल्स भयो र यो टोटल नम्बर अफ प्लेयर कतिजनाले रेजिस्टर गर्यो हामी केही पनि भन्नेवाला छैन। हामी सिम्पल तपाईँलाई यति मात्र भन्ने हो, रेजिस्टर गर्ने हो कि गर्ने होइन, बस सिम्पल। रेजिस्टर यदि गर्न मिल्छ, तपाईँले मिल्छ भने हामी मिल्छ भन्छौँ, यदि स्लट फुल छ भने हामी फुल छ भनिदिन्छौँ, सिम्पल हो। अनि मैले चाहिँ एउटा चिज अझै अब्जर्भ गरिरहेको छु, लास्ट 2 टुर्नामेन्टदेखिको चाहिँ मैले एउटा चिज के भेटाइ भन्दाखेरि कति राम्रो प्लेयरहरू हुन्छन् होइन, तिनीहरू यत्तिकै टुर्नामेन्ट खेल्न मान्दैनन् कि लाइक न लाज पनि लाग्दैन, हात पनि ठिक छ, फाइनेन्सियली पनि राम्रै छन्, बट स्टिल दे डोन्ट वान्ट टु प्ले टुर्नामेन्ट। लाइक यो चाहिँ के मतलब हो, फेरि त्यही प्लेयरहरू प्र्याक्टिस पुलहरूमा आउँछन्। अब किन रेजिस्टर नगरेको भन्दाखेरि यत्तिकै प्र्याक्टिस गर्नु छ, ट्रेन गर्नु छ। ब्रो ट्रेन चाहिँ के को लागि गर्छौ, नेसनल लेभल्सको लागि, त्यो वर्षमा एकाधचोटि कहिले हुने हो र त्यसमा पनि तिम्रो के ग्यारेन्टी छ कि तिमी गोल्ड, सिल्भर, ब्रोन्ज के अचिभ गर्न सक्छौ। सो त्यही भएर आफ्नो एरियामा जुन टुर्नामेन्ट भइरहेछ, चाहे त्यो सानो होस् कि ठुलो होस् मतलब भएन, खेलिहाल। आफ्नै एरियामा भएको छ, घर नजिक भएको छ, आफ्नै टाउनमा भएको छ, सो खेलिहाल। यदि मैले भोलि पर्सि तिमीहरूको सपोर्ट पाएन र टुर्नामेन्ट बन्द गरिदियो भने त्यो एउटा टुर्नामेन्ट पनि तिमीहरूले मिस गरिदिन्छौ क्या। त्यो एउटा सानो टुर्नामेन्टको लागि पनि तिमीहरू तर्सिन्छौ। सो त्यही भएर म बाहेक अहिलेसम्म यो टुर्नामेन्ट केटिएममा एकजना भन्दा बेसीले गराएको छैन, एकजनाले मात्र गराएको थियो, बुढा नीलकण्ठमा भएको थियो त्यो टुर्नामेन्ट, त्यो बाहेक अहिलेसम्म कसैले गराएकै छैन टुर्नामेन्ट। सो त्यही भएर यदि मैले बन्द गरिदिएँ भने तिमीहरू त एउटा टुर्नामेन्ट पनि खेल्न पाउँदैनौ। यस्तो चाहिँ हरकत नगर। ट्रेन होस् कि नहोस् मतलब भएन, टुर्नामेन्टमा पार्टिसिपेट ल्याऊ, एक्सपिरियन्स बटौला। तिमीले जति ट्रेन गरेको छौ, चाहे थोरै गरोस् कि धेरै गरोस्, मैले ट्रेनै गरेको छुइनँ, ऊ त ट्रेन नगरिकन टुर्नामेन्ट खेल न, कतिको चाहिँ तिमीले गेन गरेको रहेछौ, नलेज पनि हुन्छ क्या। लाइक ट्रेन मात्रले त स्ट्रेन्थ पो बढ्छ, तिम्रो एबिलिटी, एजिलिटी भयो, एक्सपिरियन्स भयो, त्यो त गेमले पो बढाउँछ तिमीलाई। टेबलमा जब हात टच हुन्छ अनि मात्र तिम्रो एक्सपिरियन्स बढ्छ, प्र्याक्टिसले कहिले पनि तिम्रो एक्सपिरियन्स बढ्दैन, प्र्याक्टिसले मात्र तिम्रो स्ट्रेन्थ बढ्छ। र मलाई चाहिँ भन्नुपर्ने यही थियो, जो न्यू प्लेयर्सहरू छन्, जसलाई आर्म रेस्लिङ खेल्न अलिकति अक्वर्ड लाग्छ, लाज लाग्छ, कसैलाई अब भनौँ न पब्लिक अगाडि आउन लाज लाग्छ, कसैलाई म एकदम स्ट्रङ भएपछि मात्र आउँछु, सबैलाई जित्दिने पाराले मात्र आउँछु, त्यस्तो मेन्टालिटी राख्यो भने ब्रो तिमी बुढो भएर मरिसक्छौ, तिम्रो पालो कहिले आउँदैन। ल अब चाहिँ अलिकति
अलिकति अगाडि बढौँ है। यसै गरी यस टुर्नामेन्टको चाहिँ 3वटा वेट क्याटेगोरिज हुन गइरहेको छ। सबैभन्दा पहिला चाहिँ मैले ओपन गराएको थिएँ, त्यसपछि मैले 2टा क्याटेगोरी राखेँ। अब चाहिँ मैले 3वटा क्याटेगोरी राखिदिएको छु। तिमीहरूले लागि तिमीहरूले नि केही गरोस्, राम्रो गरोस् भनेर मैले 3वटा वेट क्याटेगोरी राखिदिएको छु। अनि साथसाथै जति पनि पहिलाको प्रो प्लेयर्सहरू थियो होइन, जो कि हाम्रो मैले हटाएको थिएँ, एकदम प्रो प्लेयरहरूलाई पहिलाको पास्टको विनरहरूलाई हटाएको थिएँ, ती सबैले चाहिँ अब खेल्न मिल्छ, कुनै रोग छैन, कुनै इस्यु छैन। तर त्यस्तो भनेर डराउने होइन। यो टुर्नामेन्ट हुनुभन्दा जस्ट 1 विक अगाडि हाम्रो एउटा सुपर म्याच इभेन्ट पनि हुन्छ। त्यो सुपर म्याच इभेन्ट मलाई पनि खेल्न छ भनेर गनगन्छ नगर्नु है। फेरि त्यसमा चाहिँ हाम्रो 30 जना जतिले पार्टिसिपेट गरेको छन्। पार्टिसिपेट भन्नाले पनि मैले आफै उनीहरूलाई इन्भाइट गरेको। सो ती प्लेयरहरूको म्याच हुन्छ र ती प्लेयरहरू एक हप्तामै रिकभर हुन सक्दैनन्। तिनीहरूको पनि हालत खराब हुन्छ, गलिसकेको हुन्छन्। आफ्नो 50% स्ट्रेन्थ उनीहरूले लुज गरिसकेको हुन्छन्। आफ्नो 50% स्ट्रेन्थमा उनीहरू टुर्नामेन्टमा पार्टिसिपेट गर्न आउँछन्। सो त्यही भएर के थाहा तिमीहरूले जित्न पनि सक्छौ। र तिनीहरूलाई मैले राख्ने कारण पनि के हो भन्दाखेरि 3वटा वेट क्याटेगोरीको छ यो टुर्नामेन्ट। सो त्यही भएर अलिकति इन्ट्रेस्टिङ होस्, डिभाइड होस्। प्रो प्लेयर आए पनि उनीहरू डिभाइड हुन्छ, अलग अलग वेट क्याटेगोरीमा डिभाइड हुन्छन्। सो त्यही भएर म्याच इन्ट्रेस्टिङ हुन्छ। तिमीहरूले पनि लुजर्स, विक प्लेयरहरू अब कहिलेसम्म फेस गर्ने? अब त कहिलेकाहीँ त स्ट्रङ फेस गर्नु पर्यो नि। 3-4वटा टुर्नामेन्ट गरिसकेँ मैले, अनि 2-3टामा त मैले छुट गरिदिएको थिएँ। अब त एक न एक दिन त स्ट्रङ प्लेयरसँग फेस गर्नुपर्छ क्या तिमीहरूले। सो त्यही दिन अब हो। अनि यो टुर्नामेन्ट खेलेको अझै बेनिफिट चाहिँ के हो भन्दाखेरि यो जति पनि अहिले मैले सुपर म्याचको प्लेयरहरूको नाम लिने, यो सुपर म्याचमा पनि तपाईँहरूले आफ्नो नाम बनाउनु छ भने यही टुर्नामेन्टबाटै नाम बनाउने। टुर्नामेन्टमा राम्रो पर्फर्मेन्स देखाउनु पर्यो, 1st, 2nd, 3rd हुनु पर्यो। यदि त्यति हुन सक्नु भएन भने तपाईँले टप लेभलको को टुर्नामेन्टमा पार्टिसिपेट गरेर त्यस्तो प्लेयरलाई यदि तपाईँले जितिदिनु भयो, जस्तो कि अरमान भयो, सिद्धार्थ भयो, सुदीप भयो, केही गरी यिनीहरूलाई 1 राउन्ड पनि तपाईँले पिन गरिदिनु भयो भने तपाईँको धेरै यसबाट नाम भन्छ, हाइप बन्न सक्छ। अब तपाईँलाई लाग्छ सिद्धार्थलाई पिन गर्न त बाफरे बाफ यो त एकदम इम्पोसिबल हो ब्रो। एउटा अननोन प्लेयरले सिद्धार्थलाई टुर्नामेन्टमा पिन गरेर आउट पारिदिएको थियो, त्यस्तो पनि भएको छ। त्यही भएर भित्रबाट हार मान्नु पर्दैन र आफ्नो बेस्ट पर्फर्मेन्स दिने हो र जे हुन्छ देखा जान्छ। र एउटा चाहिँ यहाँ नोटिस दिन चाहन्छु, यो चाहिँ तपाईँहरू सबैको लागि एउटा खुशखबरी हो। मैले चाहिँ यो टुर्नामेन्टमा जसरी अहिले मैले भने सबैले खेल्न मिल्छ टुर्नामेन्ट, तर यसमा चाहिँ 3वटा प्लेयरको माथि मैले प्रतिबन्ध लगाएको छु। त्यो 3जना चाहिँ सबैभन्दा पहिला चाहिँ हाम्रो रोमन महर्जन हुन्। अब अभियसली नेपाल स्ट्रङ्गेस्ट भएर उसले अब लोकल टुर्नामेन्टमा अब खेल्न मिल्दैन। अब खेल्न मिल्दैन भन्नाले मैले उसलाई ब्यान गरेको छु, हटाइदिएको छु, त्यस्तो भनेको होइन, गल्तीले पनि नसोच्नु। अब यस्तो किन भन्दाखेरि लाइक उसले आफ्नो जुनियर्सहरूको लागि एउटा अपर्च्युनिटी दिएको उसले। त्यही भएर रोमनले चाहिँ चान्स दिएको आफ्नो जुनियरहरूलाई, को राम्रो छ, को बेस्ट छ, आउने फ्युचरमा रोमनले टक्कर दिनको लागि को आउन सक्छ, त्यसको लागि रोमनले चान्स दिएको। त्यही भएर यति चाहिँ ढुक्क बस्नु, रोमनले पार्टिसिपेट गर्दैन। रोमन जो भन्नुहुन्छ, रोमनले खेल्दैन, यति बुझिहाल्नु। र रोमनको एउटा अर्को कारण पनि के छ भन्दाखेरि रोमनको ठ्याक्कै 1 हप्ता पहिला म्याच छ, उसको चाहिँ म अलग नेक्स्ट भिडियोमा कुरा गरौँला। यति चाहिँ बुझ्नु, रोमनले चाहिँ खेल्दैन यो टुर्नामेन्ट। र अर्को 2जना प्लेयरहरू चाहिँ हाम्रो सिद्धार्थ र सुमन हुन्। यिनीहरूको केस चाहिँ अलिकति बेट डिफ्रेन्ट छ। यिनीहरू मध्ये चाहिँ जसले पनि जितोस् हारोस् मतलब भएन, त्यो मान्छेले चाहिँ टुर्नामेन्ट खेल्न मिल्छ, बट अन्डर 60 केजी क्याटेगोरी मिल्दैन। 60 केजी भन्दा माथिकै खेल्नुपर्छ, चाहे त्यो सिद्धार्थ होस् कि सुमन होस् मतलब भएन। अन्डर 60 दुइटै मध्ये कसैले पनि मिल्दैन। अब तपाईँहरू कति मध्येले लाग्दो होला कि धेरै स्ट्रङ भएर सायद मिल्दैन होला, बट त्यस्तो होइन। सिद्धार्थ र सुमनको अस्ति भर्खर नेसनलमा म्याच भएको थियो। सिद्धार्थ हाम्रो फर्मर च्याम्पियन थिए अनि सुमन चाहिँ हाम्रो अहिलेको न्यू च्याम्पियन हो। त्यही भएर फर्मर भर्सेस न्यू च्याम्पियनको एउटा ब्याटल हुन गइरहेको छ। त्यही भएर यो ब्याटलमा जसले जित्छ त्यो एउटा 60 केजीको किङ बन्छ र त्यो प्लेयरको 1 हप्ता पछि फेरि टुर्नामेन्टमा म्याच छ। अब त्यसले रिकभर हुने राम्रोसँग टाइम पाएको हुँदैन र त्यही माथि यदि गल्तीले केही गरी यो टुर्नामेन्टमा हारिगयो भने टाइटल त डुब्यो नि। अब एउटा अनवर्दी प्लेयरले त्यो टाइटल पाए नि त। अब अभियसली अब अनवर्दी मैले किन भन्दाखेरि त्यो प्लेयर आफ्नो जो हाम्रो जो 60 केजीको च्याम्पियन छ त्यो आफ्नो फ्रेस कन्डिसनमा भएको भए के थाहा उसले इजी 1 सेकेन्डमै फ्ल्यास पिन गर्न सक्थ्यो, बट ऊ विक भएको बेला अब एउटा न्यू प्लेयरले उसलाई जित्दैछ भने यो त एक टाइपको लाइक मिसम्याच भयो क्या, यो एउटा फेयर म्याच भएन नि। त्यही भएर यस्तो कन्डिसन हुन्छ, एउटा रेपुटेसन डाउन हुन्छ, एउटा टाइटलको कुनै इज्जत हुँदैन क्या। यसमा मेन कुरो टाइटलको इज्जत हो क्या, प्लेयरको भन्दा पनि एउटा टाइटलको इज्जत हो क्या। लाइक आयो यसको हातमा आयो, फेरि भोलिपल्ट यसको हातमा आयो, फेरि पर्टिपल्ट यताउता घुमेर जान्छ। टाइटलको एउटा लाइक सस्टेनेबल एउटा पोइन्ट भएन क्या, रिस्पेक्ट हुँदैन क्या। टाइटल पाएपछि एकछिन टाइम रेस्ट लिनुपर्छ, एउटा प्रिपेरेसन हुनुपर्छ। टाइटल लिएको मान्छेले यत्तिकै एक छिनमा खेल्न मिल्दैन क्या, होल्ड गर्दै खेल्दै गर्नुपर्छ उसले। सो आई होप तपाईँले बुझ्नुभयो होला सिद्धार्थ र सुमनले यदि खेले पनि अन्डर 60 कुनै हालतमा पनि खेल्दैनन् कि उनीहरूले टुर्नामेन्ट खेल्दैनन्, हात दुख्यो भन्न पनि सक्छन्, के थाहा एकदम टफ ब्याटल जान सक्छ, मेबी फ्युचर कसैले हेरेको छैन कि खेल्यो भने उनीहरूले अबोभ 60 खेल्छ। रेस टुर्नामेन्टको लास्ट टपिक चाहिँ हाम्रो यसको प्राइज पनि हुन गइरहेको छ। यसको प्राइज पनि त्यस तरिकाले हुन गइरहेको छ। 3वटा वेट क्याटेगोरी छ यसमा। हरेक क्याटेगोरीको फर्स्ट विजेताले
पाउनेवाला छ 2000 रुपिस प्लस मेडल एन्ड सर्टिफिकेट र सेकेन्ड हुनेले पाउनेवाला छ 1000 रुपिस प्लस मेडल एन्ड सर्टिफिकेट र थर्डले चाहिँ ओन्ली मेडल एन्ड सर्टिफिकेट पाउनेवाला छ। र हरेक क्याटेगोरीको जो फर्स्ट र जो फर्स्ट यो 3 जना विनर हुनुहुन्छन् यी 3 जनाको एक आपसमा म्याच हुन्छ र त्यो म्याचलाई हामी भन्छौँ COC ब्याटल। र त्यो ब्याटलमा चाहिँ जसले जित्छ त्यो एकजनाले पाउनेवाला छ 3000 रुपियाँ पुरस्कार प्लस मेडल एन्ड सर्टिफिकेट र एउटा ट्रफी। र COC विनर भनेर चाहिँ यस टुर्नामेन्टको उहाँलाई नै चिनिन्छ र यस टुर्नामेन्टबाट ओभरअल उताले चाहिँ 5000 रुपिस र 2टा मेडल र 2टा सर्टिफिकेट र एउटा ट्रफी चाहिँ अर्न गर्नुहुन्छ। र यति नै छ आजको भिडियोमा। अब तपाईँले सबै चिज बुझ्नुभयो होला, यदि बुझ्नु भएको छैन भने चाहिँ गएर बुझिहाल्नु, अगाडि भिडियो हेर्नु, एकछिन 10 मिनट टाइम वेस्ट गरेर भिडियो हेर्दा केही जाँदैन। पछि टुर्नामेन्टमा चाहिँ फेरि समस्या होला, त्यतिखेर मलाई नभन्नु। सो एकछिन गएर भिडियो अगाडि गएर हेरिहाल्नु। र जसले भिडियो हेरिसक्नु भएको छ मैले बुझिसकेँ कमेन्ट गरिदिनु। र टुर्नामेन्ट भन्दा चाहिँ एक हप्ता पहिला हाम्रो ठ्याक्कै एउटा सुपर म्याचको एउटा इभेन्ट हुन गइरहेको छ र त्यो इभेन्टमा चाहिँ हाम्रो को प्लेयरहरूले खेल्नेवाला छ। त्यो इभेन्ट चाहिँ मेरो एकदमै ठुलो इभेन्ट हो। अहिलेसम्मको सुपर म्याच मैले जति पनि गरेको छु तीमध्ये सबैभन्दा ठुलो सुपर म्याच इभेन्ट त्यही हुन गइरहेको छ। सबैभन्दा स्ट्रङ पावरफुल प्लेयरहरू पनि त्यहीमा आउँछ र सबैभन्दा धेरै म्याचेस पनि त्यसमै हुन्छ। र त्यो इभेन्ट चाहिँ मिस नगर्नु होला। तपाईँहरू यसो हेर्न आउनु नजिक हुनुहुन्छ भने र त्यो इभेन्टको A to Z डिटेलमा अर्को हप्ताको आउने भिडियोमा तपाईँले बुझाउनेवाला छु। सो अहिलेको लागि चाहिँ यति नै। र टुर्नामेन्ट रजिस्टर गर्न चाहिँ नबिर्सिनु, फटाफट आएर मेसेज गरिहाल्नु, नत्र ठाउँ बुक होला है। ल यति नै आजको भिडियोमा। हस्त धन्यवाद, बाई बाई।